हेलो नमस्ते सबैलाई। एकैछिन यो भिडियो हेरिदिनुहोस् त। तपाईहरुले कति मिठो कुरा गर्नुभएको छ। उहाँ इन्डियन आर्मी हुनुहुँदो रहेछ, तर नेपालको बासिन्दा हुनुहुन्छ है। उहाँको घर नेपाल हो, नागरिकता नेपालको छ, तर इन्डियनमा चाहिँ एउटा इन्डियन गभर्नमेन्ट जब आर्मी काम गर्नुभएको थियो रहेछ हैन। र उहाँ अहिले रिटायर भएर घरमा हुनुहुँदो रहेछ। रिटायर भएको पनि धेरै 20-22 साल भइसकेको रहेछ। तर पनि उहाँले आफ्नो देश छोडेर अरूको देश बचाउनको लागि के भन्नुभएको छ तपाईहरुले सुनिदिनु होला। वीर जवान, वीर गोर्खाली र एउटा देशभक्ति भनेको उहाँ जस्तै हुनुपर्छ। उहाँ जस्तै हुनुपर्छ, किनभने म देशभक्ति हो भनेर पछि हटे भने त्यसलाई देशभक्ति कहिले पनि भनिँदैन। आफ्नो देशको माया भन्दा पनि आफ्नो जीवन आफ्नो जिन्दगीको माया भन्दा पनि उहाँलाई इन्डियाको माया रहेछ। जुन ठाउँको नुन खाए त्यही ठाउँको मैले सेवा गर्नुपर्छ उहाँले भन्नुहुन्छ। सही हो। जुन ठाउँको नुन खाएको छौँ त्यो ठाउँमा गुण गर्नुपर्छ। यो पहिलाको बुढौली पहिलादेखि पनि उखान हो। र तपाईहरुले यो भिडियो हेरेर प्रतिक्रिया के दिनुहुन्छ त्यो म कमेन्टमा हेर्छु। हुन त मेरो फेसबुक लाइभमा यति धेरै, फेसबुक पोस्टहरुमा यति धेरै कमेन्ट त आउँदैन, तर पनि मन नपर्नेहरूले कमेन्ट गर्न सक्छ। म उहाँहरूलाई चाहिँ जय हिन्द अनि जय नेपाल दुईटै भन्न चाहन्छु हैन। र तपाईहरुले यो भिडियो प्लिज हेरिदिनु होला एकैछिन भए पनि। जानुहुन्छ सर तपाई? बोलायो भने बोलायो जान्छौँ हामी। साच्चै जानुहुन्छ? यो उमेरमा युद्ध गर्न सक्नुहुन्छ तपाई? मैले त्यो देशको नुन खाएको छु, त्यो देशले मेरो परिवार पालिदिएको छ हैन। छन त म नेपालमा बसेको छु। इन्डिया गभर्नमेन्टले मलाई ६३,००० रुपैयाँ पेन्सन दिन्छ। महिनाको ६३,००० आउँछ। मलाई के को लागि दिन्छ त? देशलाई जब इन्डियालाई मेरो जरुरी मलाई सोच्यो, उसले मलाई मेरो जरुरी, उसलाई यो देशको लागि उसलाई उ जरुरी छ भनेर सोच्यो भने म जानुपर्छ। पेन्सन निक्लेको 10 वर्षभित्रमा इन्डियन सरकारले बजाएपछि उपस्थित हुनुपर्छ भन्ने नियम थियो हैन। त्यो अनुसार हामी जानु पनि पर्थ्यो। हामी कसमै खाएर निस्किनुहुन्छ? कसमै खाएर निक्ले। हामीहरुको तपाईँ निक्लिँदा पूजा आजा भएर निक्लिने हो। हामीले आफ्नो ड्युटीमा हुन्छौँ। ड्युटीको बेला बाउ आओस् या आमा आओस्, हाम्रो गोलीले हान्न बाँकी रात छोड्नै छैनौँ भन्ने हाम्रो कसम हुन्छ। त्यहाँको सेना हामी सेना भएर लड्ने हो। त्यहाँ कुनै फरक छैन। आज बोलाए आजै जानुहुन्छ? जान्छु मैले किन उसको नुन खाएको छु, मैले उसको सेवा गरेको छु, मैले उसको तर्फबाट मैले घर परिवार पालेको छु हैन। उसको नुन खाएको छु, बसेको छु। म जान्छु अहिले बोलाए पनि। तर नेपाल सरकारले जाने अनुमति दिएन भने हिजो चलाएका गनहरुमा चलाउन सक्छ? अझै पनि क्षमता छ। दर्शकवृन्द नमस्कार अनि स्वागत छ। यतिखेर हामी दाङ जिल्लाबाट पछिल्लो समयको घटना, गत मंगलबार जब भारतले पाकिस्तानमाथि आक्रमण गर्यो त्यस पश्चातका परिघटनाहरू यतिखेर ब्रेकिङ न्यूज बन्न आइपुगेका छन्। यसै विषयलाई लिएर भारतीय सेनाबाट अवकाश प्राप्त एक्स आर्मीसँग हामी कुराकानीमा जोडिन चाहन्छौँ। सर नमस्ते, स्वागत छ। सन्चै हुनुहुन्छ? हजुर। सरको नाम भनिदिनुहोस् न। मेरो नाम विष्णुबहादुर राणा। विष्णुबहादुर राणा मगर? हजुर हजुर। है सर। हजुर। कति वर्ष भारतीय सेनामा काम गर्नुभयो? मैले 18.5 वर्ष। कुन पदबाट तपाईले अवकाश लिनुभयो? हवलदारबाट। सर अहिले तपाईँ हामी सबैलाई चासोको, अथवा तपाईँ र मलाई मात्रै नभइकन सर्वसाधारणलाई र विश्वलाई नै एकदमै चासोको विषय बन्न पुगेको पाकिस्तान र इन्डियाको युद्ध। हजुर। कसरी निहाल्नु भएको छ तपाईले? मैले त निहाल्दाखेरि यो तपाईको जुन पाकिस्तानले जो गरिरहेछ त्यो नगर्नुपर्ने काम हो। जो उग्रवादीलाई त्यसले हौसाउने काम, उग्रवादलाई माथि उगर्ने काम जो गरिरहेछ त्यसको विरुद्धमा जो इन्डियाले कदम चालेको छ मलाई त ठिक लाग्छ। तपाईँ भारतीय सेना अथवा भारतीय नुन खाएको कारणले ठिक लागेछ भन्नुभयो, अथवा साँच्चैकै भित्र? म नुन खाएको भन्दा पनि म साँच्चैकै आफ्नो भित्र मनले देख्दा पनि हामीले देख्दा पनि त्यो पाकिस्तानले त्यस्तो कुरा नगर्नु पर्थ्यो। जो उग्रवादलाई आतंकवादीहरूलाई उसले संरक्षण गरेर राखेको थियो भन्ने कुरा छ नि, त्यो नगर्नु पर्ने हो हैन। यसले गर्दा दुई देशको द्वन्द्व चलेको छ हैन। यसको असर त भोलि हाम्रो नेपाललाई पनि पर्छ। यसको असर हामी नेपाललाई पर्छ, छिमेकी राष्ट्रहरूलाई पर्छ, यहाँको हाम्रो जनतालाई पर्छ। किन हाम्रो यहाँको यो युद्ध चर्किँदै गयो भने दक्षिण एसिया नै असर पर्छ हैन।
यो त्यसको लागि पाकिस्तानले यस्तो चिज नगर्नु पर्थ्यो हैन यो गर्नु हुँदैन यो उचित पनि हुँदैन यसमा हिन्दू मुस्लिमको कुरा आउँछ यो हिन्दू मुस्लिमको कुरै छैन यो हैन एउटा तपाईको देशका कुरा हुन् एउटा सबै यो विश्वमा भएको जनताको अधिकारका कुरा हुन् अनि त्यो तपाईको धर्म सम्बन्धी कुरा होइन यो हैन तपाईको यो इन्डियाले स्पष्टीकरण के दिएको छ भन्दाखेरि आतंककारीहरूको जत्थालाई हानेको भन्न पुगेको छ र त्यहाँ आतंककारीका केही मुख्य पात्रहरू दुईटा पात्रहरूको पनि देहान्त भएको छ त्यहाँ र विश्वले नै नियालिराखेको छ कि साँच्चै इन्डियाले आतंककारीहरूलाई नै हमला गरेको हो भन्ने कुरा आएको छ तर पाकिस्तानले त्यसको मुक्तोड जवाब दिएको छ नि त यो कुरा त जताको त्यसो उसलाई अब त्यो दुनिया अब संसार छ नि अहिले तपाईको उसको सामने त उता चोखो कल्लिनु पर्यो निर्दोष ठहरिनु पर्यो तर सबै समाज यो दुनियाले देखाएको छ हैन त्यो अब उग्रवादीहरूलाई उसले प्रोत्साहन दिन्छ उसलाई संरक्षण गर्छ हैन तपाई पहिला तपाई ओसामा बिन लादेन पनि उसैको संरक्षणमा बसेको थियो हैन कति वर्षपछि बल्ल अमेरिकाले मारे हो भनेपछि तपाई इन्डियाको समर्थन अथवा आतंकवादीहरूको विरुद्धमा कटिबद्ध हुनुहुन्छ म आतंकवाद जो आतंकवादी मच्याउँछन् हैन जसले आतंकवादी मचाउँछ त्यसले उसलाई संरक्षण गर्छ त्यसको विरुद्धमा हो म हैन म कति वर्ष भयो सर तपाई रिटायर भएको म रिटायर भएको 20 वर्ष भयो म कुन पदबाट भन्नुभयो हवलदारको पदबाट रिटायर हुनुभयो तर अहिले समाचार बनिरहेका छन् कि रिटायर्ड आर्मीहरूलाई पनि भारत सरकारले फेरि बोलाउने छ गोर्खा रेजिमेन्टका व्यक्तिहरूलाई विशेष गरी भन्ने कुरा आछ नि के यो कुरा सरकारले भनेको कुरा सही साँचो हो तर यसको जानुहुन्छ सर तपाई बोलायो भने बोलाए जान्छौँ हामी साँच्चै जानुहुन्छ यो उमेरमा युद्ध गर्न सक्नुहुन्छ तपाई हामी युद्ध गर्नुपर्छ भनेन त्यहाँ लड्नै पर्छ भन्ने हुँदैन त्यहाँ तपाईको ब्याक सपोर्ट हुन्छ हैन त्यहाँ भएको आज बोलाए आजै जानुहुन्छ जान्छु मैले किन उसको नुन खाएको छु मैले उसको सेवा गरेको छ मैले उसको तर्फबाट मैले घर परिवार पालेको छु हैन उसको नुन खाएको छु बसेको छु म जान्छु अहिले बोलाए पनि तर नेपाल सरकारले जाने अनुमति दिएन भने नेपाल सरकारले अनुमति दिन्छ किन हामीले पहिला जाँदा पनि अनुमति दिया हो अनि उसो जानी हामी आगोको भुग्रोमा हात हाल्न जाने ए हजुर हामीले त अहिलेसम्म परिवार त उसैको परिवार पालेका छौँ नि जानुपर्छ हामी किनभने उसको हामीले त त्यतिखेर सोचेनौँ हामी त्यतिखेर जाँदाखेरि यो इन्डिया हो डर लाग्दैन त्यहाँ गएपछि मेरो बलि देहान्त हुन्छ यताउति हुन्छ डर भन्ने कुरा त एउटा के हुन्छ भन्नुहुन्छ सेना के को लागि देशले सेना के को लागि पाल्छ हैन देशले सेना पाल्नुको अर्थ के छ देशको संरक्षणको लागि हो हैन तपाईहरुको देशलाई बल्ल आजै जानुहुन्छ तपाई म अहिले पनि जान्छु हामी गएर अग्रपन्थीमा लड्ने हामी होइनौ ब्याक सपोर्टमा रहने हो तर गोर्खा रेजिमेन्टलाई चाहिँ युद्धको रणभूमिमा अग्रपंक्तिमा राखेर लडाउँछ भन्ने कुरा आछ नि यो समाचारमा त नेपाल त्यो इन्डियन टेलिभिजनहरुले भनेका कुरा पनि हामी सुनिरहेको छ तपाईहरुले निकाल समय निकालेको छ त्यसमा सेनाको अर्थ के हो भने चाहिँ त्यहाँको जो सेनाको अर्थ देश बचाउने हो त्यहाँको तपाई गइसकेपछि मैले बुझेको र मैले भोगेको मैले 18 19 20 वर्ष जति मैले त्यहाँ अनुभव जागिर खाएँ इन्डियाको सेवा गरेँ त्यहाँ तपाई कुनै भेदभाव छैन नेपाली सेनालाई अग्रपन्थीमा लगाएर लडाउनु पर्छ हैन आसाम राइफललाई अगाडि लडाउनु पर्छ भन्ने कुरा त्यहाँको कुनै सिद्धान्त होइन त्यहाँ मान्छेहरूले न्यूज बनाउँदा फ्याक न्यूजहरू निकाल्छन् त्यो निकाल्छन् तर एक्चुअली के हो भने सेनाहरू त हर ठाउँमा छ हैन कोही पश्चिम कुनामा छ कोही उत्तर कुनामा छ कोही दक्षिण कुनामा छ त्यहाँ सबैको लागि संरक्षण छ जुन त्यहाँ खटिएको छ उहाँहरुको ड्युटी के त अग्रपन्थीमा लड्ने नै त हो हैन उहाँहरु लड्ने हो अहिले कति वर्षको हुनुभयो सर उमेर ठ्याक्कै भन्नु म अहिले 56 वर्षको 56 वर्ष हजुर अझै हिम्मत छ हिजो चलाएका गनहरुमा चलाउन सक्छु भन्ने हिम्मत छ अझै पनि क्षमता छ हैन त्यही देशको लागि हामीले आफ्नो ज्यानलाई ताकेर दिएर गएको हैन त्यही ज्यान त्यही आहुति दिएर गएको त हो हामी त्यहाँ आखिर मर्छौं 56 वर्ष हुनुभयो भन्देखि त्यहाँ तपाई रिटायर हुँदै गर्दाखेरि एउटा एग्रीमेन्ट हुन्छ अरे हुन्छ त्यो समय अवधि हुन्छ अरे तर अहिले समाचार के बन्न आइपुगेको छ भन्नुहुन्छ 60 वर्ष भन्दा तलकालाई सबैलाई बोलाउनु पर्छ भन्ने कुरा आछ अरे यो तपाई त्यो क्राइटेरियामा त योजनामा त तपाई पनि बोल्नु पनि पर्छ तर म पेन्सन आउँदाखेरि म 2005 मा आएको थिएँ पेन्सन निक्लेको 10 वर्ष भित्रमा इन्डियन सरकारले बजाएपछि उपस्थित हुनुपर्छ भन्ने नियम थियो हैन त्यो अनुसार हामी जानु पनि पर्थ्यो हामी कसमै खाएर निस्किनुहुन्छ कसमै खाएर निक्ले हामीहरुको तपाई निक्लिँदा पूजा आज भएर निक्लिने हो हामीले जागिर खाँदा भर्ती भएर जब हामी कसम पास गरेर आउँछौं हामीले मन्दिरमा गएर कसम खान्छौं गीता छोडेर कसम खाने हो हैन बकाइदा गीता छोडेर कसम खान्छ हामीहरु अनि पेन्सन निक्लिँदा पनि त्यो गीताको कसम गरेर कालिका मन्दिरमा गएर हामीले पूजाआजा गरेर फुकाएर आउने हो जागिर खानुको अर्थ आफ्नो घर परिवारलाई सुख शान्ति राख्नु हो हैन दोस्रो कुरा हामी किनभने देशको लागि सेवा गर्न जाने हो हैन तपाईलाई हामीले अहिले इन्डियामा भर्ती भइसकेपछि हामीलाई कोही त्यसरी पाल्ने त होइन हैन हामीले त तपाईहरु लगेर उसलाई उसको देशको सेवा गर्न लाने हो हामीलाई सबै सुविधा दिएको छ उहीको तपाईको उहीको बासिन्दा उहीको सेना सर हामीले 1 रुपैयाँ तल नपाए उहीको सेवा पाउँछौं भने त देशलाई चाहिएको बेला त योगदान त दिनु पर्यो नि हैन हामीले देशलाई चाहिएको बेला योगदान दिन सक्यो नुनको सोझो गर्नुपर्छ नुनको सोझो गर्नुपर्छ किनभने कसैले पनि
आफूले गरेको नुनको सोझा गर्नुपर्छ, त्यो आफ्नो दायित्व हो। हामी नेपालीले जहाँ पनि गरेका छौँ आफ्नो दायित्व निभाउँछौँ। त्यही दायित्व निभाएको कारणले पुर्खाको हाम्रो जो दायित्व थियो, आफ्नो भूमिका निभाएको थिए, ती उहाँहरूको फल नै हामीले आजभोलि पायो। त्यो देशको नुन खाएको छ, उसले जान्छ, उसले हरेकमा सोध्नुहोस्, उसलाई कुनै पनि व्यक्तिले गएर सोध्नुहोस्, तपाईँले देशले बोलाएको ठाउँमा मेरो जरुर। तपाईँले यसरी भन्दै गर्दाखेरि तपाईँको इमान्दारिता हो? म इमान्दारिता हो। मैले त्यो देशको नुन खाएको छु, त्यो देशले मेरो परिवार पालिदिएको छ हैन। छन त म नेपालमा बसेको छु, मेरो आफ्नो खेती किसानमा देशले मलाई आफ्नो दिने सेवा दिएको होला, तर मैले समग्रमा अहिले मैले देशले पालेको छु। मैले इन्डियाकोबाट मैले परिवार पालेको छु। मलाई इन्डिया गभर्नमेन्टले मलाई 63,000 पेन्सन दिन्छ महिनाको। 63,000 आउँछ। मलाई के को लागि दिन्छ त? देशलाई जब इन्डियालाई मेरो जरुरी मलाई सोच्यो, उसले मलाई मेरो जरुरी, उसलाई यो देशको लागि उसलाई जरुरी छ भनेर सोच्यो भने म जानुपर्छ। तर तपाईँले यसो भन्दै गर्दाखेरि तपाईँ त एउटा रिटायर आर्मी हो। हजुर। तर सदनमा 1-2 दिन अगाडि हाम्रा गोर्खा रेजिमेन्टमा कार्यरत हाम्रा नेपाली दाजुभाइलाई युद्धमा नलान भनेर अनुरोध गर्नु पर्यो भनेर सरकारलाई झकझकाइराखेका छन्। जुन कि कार्यरत छन् बहालवाला सिपाहीहरू पनि त्यहाँ युद्धमा नजान भनेर भन्न पर्यो भनेर सिफारिस गरिराखेका छन्। त्यो कसैले सिफारिस गरेर त्यो हुने कुरा पनि हुँदैन। हामीहरूको तपाईँको सन्धि छ, तपाईँको ब्रिटिस थियो त्यो जतिखेर हैन, ब्रिटिस साम्राज्य इन्डियामा थियो, तर हामी नेपालमा त थिएन। उतिखेर हाम्रो सम्झौता छ, सम्झौता जानु पनि पर्छ। हामी एउटा मानव भइसकेपछि जुन देशको हामीले नुन खाएका छौँ, जुन उद्देश्यको लागि हामीले त्यहाँ जागिर गरेका छौँ, जुन देशको लागि हामी त्यो देशले हामीलाई लगेको छ, त्यो आफ्नो दायित्व पुरा गर्नुपर्छ। सर, मैले यसो भन्दै गर्दाखेरि यो कुनै तपाईँको खिस्साको रूपमा पनि सुनाउने गर्थेँ। तपाईँले म नुनको सोझो गर्छु, यो मेरो इमान्दारिता हो भन्दै गर्दाखेरि तपाईँकै पल्टनमा पनि कसैले खिस्साको रूपमा भने होला, अथवा कसैले आर्मी अफिसरले सोध्दै गर्दाखेरि भोलि बिहान तपाईँ नेपालबाट बिलोङ्स गर्नुहुन्छ, यदि इन्डिया र नेपालको युद्ध भयो भने तपाईँले त इन्डियाको नुनपानी खाएर आफ्नो जीवनलाई स्थापित गर्नुभएको छ। यदि नेपाल र इन्डियाको वार पर्यो भने के गर्नुहुन्छ नि? नेपाल र इन्डियाको वार पर्यो भने पहिला त यो सम्भव छैन, किन हामी एउटा दुई मित्र राष्ट्र हौँ अनि मित्र राष्ट्रको रूपमा बसेको छ। हाम्रो कल्चर मिल्छ, सबै मिल्छ। किन यही देशले जन्मायो, यही देशले हुर्कायो, आखिर यही देशले नै त्यहाँसम्म जानको लागि यही देशले बनायो नि त हामीलाई हैन। तर आफूले नुन खाएको सोझो चाहिँ एक गोली त हान्नै पर्छ। हामीले जन्मभूमि र हामीले कसम पनि खाएका हुन्छौँ। जब हामी आफ्नो ड्युटीमा हुन्छौँ, ड्युटीको बेला बाउ आओस् या आमा आओस्, हामीले गोलीले हान्न बाँकी रात छोड्नै छैनौँ भन्ने हाम्रो कसम हुन्छ। हामी हावाको रास्ता पनि जान तयार हुन्छौँ, पानीको रास्ता पनि जान तयार छौँ। देशको लागि जे पनि गर्न सक्छौँ भने हामीले कसम खाउँला, त्यो कसम पुरा गर्नु। पहिलेको लडाइँ र अहिलेको लडाइँमा धरती आसमान फरक छ। अहिले जति पनि हामीले जो सुनेका छौँ, न्युजहरू आइरहेका छन्, यो एउटा के हो भने अहिले एयरफोर्सको लडाइँ भइरहेछ, एयरक्राफ्टको लडाइँ भइरहेछ। त्यसपछि ड्रोन एट्याक भइरहेको छ, मिसाइल फालिरहेको छ। हामी त इन्फेन्ट्री बटालियन, हामी जति पनि छौँ नेपालीहरू प्रायः जस्तो इन्फेन्ट्री बटालियनमा छौँ। हाम्रो काम के हो भने चाहिँ शेष बचेकोलाई अट्याक गर्ने, त्यो ठाउँलाई कब्जा गर्ने, त्यो ठाउँलाई ल्याएर सुरक्षित राख्ने गरेर हाम्रो ड्युटी हो। त्यो लास्टमा जानुपर्छ। त्यतिखेर जे पनि हुनसक्छ त्यो भोग्न तयार हुनुपर्छ। अभ्यास मात्रै हो, लडाइँ होइन। यसलाई लडाइँ भन्नु हुँदैन होइन। अब यो अभ्यास हो। अभ्यासलाई अब यतिकै त पछि तपाईँको साम्य पनि हुनसक्छ, यसले ठुलो रूप पनि लिन सक्छ। र यो अब उहाँका जो कार्यरत हुन्छ, नोकरीमा कार्यरत हुनुहुन्छ, उहाँहरूको घर परिवार दुःखी हुनु होइन, चिन्ता लिनु स्वाभाविकै कुरा हो। जसले पनि आफ्नो घर परिवारलाई दुःखी हुन्छन्, स्वाभाविक हुन्छ। आफ्नो मान्छे त्यहाँ केही नभइदिए हुन्थ्यो, क्याजुअलिटी नभइदिए हुन्थ्यो, सही सलामत आइदिए हुन्थ्यो भन्ने सबैले लाग्छ। तर के गर्नुहुन्छ, लेखेको कुरा हो होइन। युद्ध हो, लडाइँ हो, नहोस्। सबैलाई भगवान्ले रक्षा गरून् होइन, सबैलाई सही सलामत फर्काइदिउन्, त्यही नै हाम्रो कामना हो। अब दुःख हुनु, तपाईँको आँखामा त आँसु टिलपिल आँसु आइरहेको किन हो? लाग्छ नि, आफूलाई दुःख त भइहाल्छ नि। आफ्नो देश लडाइँ भइरहेछ होइन, सेनाहरू छन्, आफूले आधी जीवन बिताएको अनुभव गरेको देश अशान्ति युद्धमा हुमिएको छ, त्यही भएर हो सर। त्यही भएर अब लाग्छ नि पीड त होइन। अहिले त हाम्रो नेपाली जनता सेनाहरू छन् होइन, त्यति दाजुभाइहरू हिँडिरहनु भएको छ। त्यो ठाउँमा जसले गएको छ, जसले भोगेको छ त्यसलाई अनुभव छ। हामीले त भोगेका छौँ प्रत्यक्ष होइन। त्यो ठाउँ तपाईँ धेरै युद्धमा हुमिनु भएको छ सर? युद्धमा हुने मलाई म तपाईँको कारगिल युद्ध थियो, हामी त्यहीमा थियौँ होइन। अब त्यतिखेर हुन्छ लडाइँ, त मान्छेको भनाइहरू छन् नि, नेपाली सेनाहरूलाई अग्रपन्थीमा लडाउँछ, यो गर्छ भन्नु एउटा मलाई ठेक जस्तो पनि लाग्छ। हाम्रो दायित्व के हो? दायित्व निभाउने हो। तपाईँको त्यहाँको सेना, हामी सेना भएर लड्ने हो। त्यहाँ कुनै फरक छैन। हामीलाई उहाँको सरकारले हेर्नुपर्ने जो दृष्टिकोण अनि त्यहाँको जनताले हेर्नुपर्ने दृष्टिकोण, नेपाली सेना, भारतीय सेना, नेपालको बासिन्दा, गोर्खा भन्ने कुनै फरक छैन। समानता छ, राशन समानता छ, अधिकार समानता छ,
तलब समानता छ त्यसकारण हामीले जस्तो इन्डियाको पाक फौजहरूले गर्छ ड्युटी हामीले त्यही ड्युटी गर्ने हो अग्रपन्थीमा लड्ने हो नेपालीले मात्र लाउँछ भन्ने हो भने तपाईँ उदाहरण तपाईँ हेर्नुहोस् सन् 99 मा तपाईँको कारगिल लडाइँ भएको थियो त्यतिखेर हाम्रो फर्स्ट लिबन्जियार काजुल्टी धेरै भयो त्यस्तै भइसक्यो आएर सेकेन्ड नागा भयो फर्स्ट आसाम भए भने सबै लड्छ नेपाली मात्रै हुन्थ्यो होला नि त होइन त्यो सबैलाई समान छ जसले जहाँ ड्युटी खटाइएको छ त्यो ड्युटी गर्ने हो युद्ध हो अब सबैले नुन खाएका छौँ होइन जो जागिरमा हुनुहुन्छ उहाँले आफ्नो नुनको सोझो गर्नुहुन्छ देशको सेवा गर्नुहुन्छ अब यहाँ बस्ने आफ्नो परिवार दिदीबहिनीहरू हुनुहुन्छ सबैले प्रार्थना गरौँ उहाँ सहीसँग फर्किनु आउन पाउनु पर्यो होइन उहाँहरूले सबैले रक्षा गरून् हाम्रा सरस्वती हाम्रा पशुनाथ भगवान् हुनुहुन्छ होइन हाम्रो आफ्नो भगवान्हरूले आफ्नो पुर्खाहरूले आफ्नो दै देवताहरूले रक्षा गर्नु सहीसँग फर्केर आउनुहोस् होइन हाम्रो यही कामना हो र सकेसम्म युद्ध नहोस् अब यसैमा साम्य होस् समयसम्मलाई धन्यवाद हस् अन्त तपाईँहरूले सायद हेर्नुभयो होला यो भिडियो होइन बहादुर गोर्खाली वीर गोर्खाली भनेर चाहिँ उहाँहरू जस्तै उहाँ